रासोपाले बहुमत ल्यायो, बालेन शाहलाई प्रधानमन्त्री बनाउनु पर्ने अवस्था आयो, नेकपासँग मिल्दा मात्रै गणित मिल्ने भयो भने पनि तपाईँहरू तयार बन्नुहुन्छ भन्ने होइन। अब जनताले त्यस्तै अभिमत दिए भने त्यसलाई हामी अस्वीकार गर्ने पक्षमा छैनौँ, जोसुकै भए पनि। जस्तो कतिपय मलाई त भन्नुहुन्छ भने हेर्न मन छ क्या, नेतृत्व गरेको हेर्न मन छ। कतिपय मानिसहरूले चुनाव जित्ने ठाउँ खोज्दै गएको भने जस्तो असुरक्षित महसुस गरेर यो बिल्कुल झुटो हो। यसो भन्ने मान्छेहरू देखेर मलाई दया पनि लाग्छ। निहित स्वार्थ बस्ने भने होलान्। अभियानमा आएको हो कि विजय अभियानमा भने जस्तो थियो, म त विजय जुलुसमा आए जस्तो त्यस्तो महसुस पनि भयो। मलाई पटक्कै थकान र चिन्ता भन्ने जस्तो त्यो केही पनि भएन। भिडियोमा पनि त देखियो बिन्दास। म एकदम रिल्याक्स मुडमा नै गएँ। उकालो ओह्रालो पनि हिँड्न चाहिँ म, तर सहज ढङ्गले नै हिँडेँ। मैले त्यहाँ शहीद परिवार, बेपत्ता योद्धा परिवार, घाइते परिवारलाई भेट्दा पनि एउटा गर्वको पनि र जिम्मेवारी बोधको पनि महसुस मलाई भएको छ। म नै त्यस्तो चाहिँ एकजना नेता हुन पुगेँ जहाँ गए पनि चुनाव जित्छु मैले। तपाईँले यसो पनि भन्नुभएको थियो। त्यो हो, त्यहाँ चुनाव जित्न यति सजिलो ठाउँ छोडेर रुकुम जानु त पर्दैन थियो नि। रुकुम जानुको पछाडि क्रान्तिको केन्द्रीय आधार इलाकाबाट फेरि यहाँ गडबड गर्न खोज्नेका विरुद्ध एउटा सन्देश, जनयुद्ध र जनआन्दोलनको शक्ति जोड्नुपर्छ। त्यहाँ म रोल्पा र काठमाडौँबाट लडेँ। उद्देश्यमूलक लडाइँ हो मेरो। त्यसपछि तराईमा अलिकति असहज परिस्थिति थियो। अर्को पटक तराई र पहाडको बिचमा कहीँ न कहीँ विखण्डन आउने हो कि भन्ने चिन्ता थियो। म नै त्यस्तो पात्र थिएँ जो मधेसको जनताले पनि सहज स्वीकार्ने नेता हो। म चाहिँ यो निर्वाचनतिर जानुपर्छ र निर्वाचनको वातावरण बनाउनु पर्छ भन्ने पहिलो पार्टी र पहिलो नेताहरूमध्ये म पर्छु। कसैको चाहिँ अरू नै मिलेर बहुमत भएर सरकार बन्यो भने जोसुकै आए पनि हामीलाई कुनै तनाव हुँदैन। ठिक छ, यही संविधान अन्तर्गत आएको शक्ति त जनताले त्यसैलाई चाहिँ जसलाई मन परायो त्यही आयो। अहिले भोलि अर्को आउला। म चाहिँ बिल्कुलै चिन्तित छैन, जसको सुकै आओस्। रेणु दाहालकै निर्वाचन क्षेत्रमा पनि तपाईँ चितवनमा अहिलेसम्म पुग्नु भएको छैन। महानगरको निर्वाचन हुँदै गर्दाखेरि तपाईँ पुग्नु भएको थियो। चितवनमा रेणु नै काफी छन् भन्ने लाग्छ मलाई। रेणुले गरेको काम, जनताको रेणुप्रतिको भरोसा र विश्वास नै काफी छ। त्यहाँ प्रचण्ड थपिएर झन् मानिसलाई दबाब होला भन्ने डर छ मलाई चाहिँ। झापा 5मा भित्रभित्रै चाहिँ नेकपाले चाहिँ केपी ओलीलाई सघाउँदैछ भन्ने हल्ला पनि खुब चल्यो। ओलीजी हामी तालमेल गरौँ केही सिटमा भन्ने त उहाँहरूको थियो, तर म चाहिँ अहिले त्यसो गर्नु पनि उचित हुँदैन। त्यसले भ्रमै पर्छ जनतालाई। म अहिले नगरौँ, आफ्नो आफ्नै ढङ्गले लडौँ भनेकै हो। झापा 5 मलाई सघाउनुहोस् उहाँले भनेकै हो। उहाँले भनेकै हो। मैले सम्भव छैन अहिले। हामीले नीतिगत रूपले नै कसैसँग नै नमिल्ने, हामी एक्लै लड्ने भनिसकेको र उम्मेदवार उठाइसकेको हुनाले हामी यो पटक चाहिँ त्यसो गर्न सक्दैनौँ भनेर मैले प्रष्टसँग त्यसलाई अस्वीकार गरेकै हो। एउटा ठाउँमा हामी चाहिँ मिल्ने सम्भावना थियो, त्यो हो राष्ट्रिय सभाको चुनावमा। केपीजीले किन चाहियो तपाईँलाई त्यत्रो छ, हामीले तपाईँहरूले चाहिँ लिनै पर्दैन भन्ने जस्तो उही पहिलाकै अहङ्कार फेरि दम्ब देखिएपछि त्यो राष्ट्रिय सभामा पनि कुरो मिलेन भनेपछि यो नमिल्ने नै हो। उहाँको अझै पनि उहाँलाई लाग्छ ठुलै हुँ, मै हुँ, सबै भन्ने लाग्छ। त्यही अहङ्कारले देश खरानी भयो, त्यही दम्बले यो यत्रो मान्छेको ज्यान गयो। अझै पनि त्यो दम्ब देखेपछि अब हुँदैन भएर अनि त्यहीबाट 64 सालमा प्रचण्डको जस्तो क्रेज थियो, यतिखेर सडकमा बालेन शाहको त्यस्तै क्रेज देखिन्छ। आन्दोलन, निश्चित इतिहास, त्याग बलिदानको निश्चित विरासतबाट बनेको क्रेज, एउटा चाहिँ बनाइएको क्रेज, विचार पनि निश्चित हुन पनि नपर्ने, योजना कार्यक्रम पनि हुन नपर्ने, सोसियल मिडियामा अलि राम्रो स्टन्ट गरिदियो र कुनै शक्तिले राम्रो सहयोग गर्यो भने बन्ने क्रेज। यो दुइटै क्रेज एउटै होइन। काम भन्ने हो भने त काठमाडौँ महानगरपालिका के काम भयो र? यही त काम भएन। जनताले त बडो हैरान। सोसियल मिडियामा यसरी प्रचार भएको छ कि त्यहाँबाट क्रेज बनेको छ। त्यसकारण प्रचण्डको क्रेज इतिहासको आधारमा, विचारको आधारमा, वर्गप्रतिको समर्पणको आधारमा, बलिदानका आधारमा बनेको हो र अहिले पनि कायम छ। म हेर्न चाहन्छु उहाँहरूको पनि भोलिसम्म रहिराखोस्, 15, 20, 25 वर्षसम्म हेर्न मन छ मलाई। क्षणिक नहोस्। हाम्रो रविजीको, बालेनजीको क्रेज रहिराखोस् र उहाँले देशको लागि राम्रो गर्नुहोस्। म त्यो चाहन्छु। मलाई त्यो हेर्न मन छ। यो क्रेज कति समय जान्छ भनेर हेर्न मन छ। कतिपयले फेरि भन्ने गर्छन् म्याच फिक्सिङ भइसकेको छ, कता कताबाट अन्तैबाट शक्तिहरूले चाहिँ तयारी गरिसकेका छ भन्छन्। म चाहिँ त्यो पत्याउनु। तपाईँले भन्ने गरेको जस्तो म्याजिकल नम्बर चाहिँ अहिले म्याजिकल होइन। अहिले हामी निर्णय गर्ने गरी नम्बर आउँछ हाम्रो। अस्तिको पटक
चाहिँ म्याजिक नम्बर भनेर मैले हाम्रो 32 थियो ठुल्ठुला पार्टी कहिले ऊ आउँछ चाहिँ समाउन ल हाम्रो प्रधानमन्त्री भइदिन पर्यो कहिले अर्को आउँछ हाम्रो प्रधानमन्त्री भइदिन पर्यो भने हो त्यसो भएर मैले म्याजिक नम्बर भने हो त्यति बेला भनेको त्योभन्दा बढी सिट आउँछ डबल भन्दा नै बढी आउँछ भन्ने छ हाम्रो चाहिँ आकलन निर्णायक भनेको चाहिँ अब हामी कसैसँग बढी चाहिँ झुक्नु पर्ने गरी हाम्रो नम्बर आउँदैन यी जसले घोषणा गरेका छन् ती कोही प्रधानमन्त्री हुँदैनन् भनिदिनु भयो कि हतार गरेर भएको हुनाले त्यो जित्ने निश्चित भएकाले त हतार गर्नै पर्दैन नि प्रधानमन्त्री त संसदभित्रबाट सांसदको सङ्ख्याले बनाउने हो त्यो मेरो दृष्टिमा चाहिँ अपरिपक्व राजनीतिको प्रमाण हो कारण भनेका जति हुन्छन् जस्तो मलाई लागेको छैन मैले त्यो मेरो कुरा भने हो यो चुनावमा बहुमत चाहिँ आउँछ कि आउँदैन होला कुनै दलको आउँदैन कुनै पनि दलको आउँदैन कुनै पनि दलको आउँदैन हाम्रो निर्वाचन प्रणालीकै कारणले बहुमत आउने भनेको कुरा फलामको चिउरा जस्तो छ गणितले हामीले जिम्मा लिनुपर्ने अवस्था आयो भने हाम्रो पार्टी पछि चाहिँ हट्दैन फेरि सघाउनु पर्ने अवस्था आयो अब सघाउनु पर्ने अवस्था आउन सक्छ अब आयो भने हामी सबैसँग खुला छौँ आफूले चुनाव हारेको अवस्थामा चाहिँ धाँधली भयो भनेर चाहिँ यो परिणामलाई अस्वीकार गर्ने अवस्था पनि देखिन्छ नि भोलि गएर धाँधली भयो भनेर फेरि न्यु खोज्ने चाहिँ नैतिक अधिकार त हुँदैन मेरो विचारमा Extreme Energy Drink. Global IB Bank. सबैका लागि बैंक